नमस्ते साथीहरु, सन्चै आरामै हुनुहुन्छ होला नि। मेरो यो सानो मिनी भ्लगमा हजुरलाई स्वागत गर्दछु है। आज चाहिँ मैले यो वाइ चाउचाउको रोटी चाउचाउ बनाउन लागेको छु कि बहिनीहरुलाई के खाजा के बनाइदिउँ भन्छ दिउँसो भइसकेपछि। अनि मैले आज चाहिँ यस्तो दिमागमा सोचे कि आज चाउचाउको रोटी बनाइदिन्छु भनेर 4 वटा अण्डा लिए। अनि त्यसमा धनिया र प्याज मजाले काटेर हालेँ। अनि त्यसपछि वाइ चाउचाउको धुलो मसला नि हाली, थोरै नुन पनि हाल्नुपर्छ साथीहरु। त्यो मसलाको नुनले मात्रै त पुग्दैन, किनकि अण्डा हालेको हुन्छ। अलि धेरै त टक्क त नुन चाहियो नि हैन साथीहरु। अनि मजाले मिक्स गरिसकेपछि मैले चाउचाउ बोइल भयो कि भएन भनेर हेर्दाखेरि चाहिँ बोइल हुन आँटिसकेको रहेछ साथीहरु। अब यसलाई चाहिँ मजाले चिसो पानीमा पखाल्छु। पखालिसकेपछि त्यसको त्यो खैरो-खैरोपनहरु जान्छ नि त। अनि घोलघाल गर्नलाई मजाले सजिलो हुन्छ साथीहरु। मैले चाहिँ प्यानमा तेल हालिसकेपछि त्यो चाउचाउ र अण्डा मिक्स गरेको चाहिँ त्यसको रोटी बनाउनलाई साथीहरु। तपाईहरु पनि ट्राई गरेर हेर्नुस्, यस्तो मिठो हुन्छ साथीहरु। यो चाउचाउ र अण्डाको रोटी एकदम मिठो हुन्छ साथीहरु। दिनकै के बनाऊँ हुन्छ यो खाजा पनि दिक्क लाएर आउँछ कहिलेकाहीँ त। बिबिचमा चाहिँ पाक्दैन के साथीहरु, लो हिटमा चाहिँ पकाउनु पर्छ, नभए त बिबिचमा त्यो अण्डा हुन्छ नि त, अण्डाले गर्दाखेरि मजाले पाक्दैन के। ल हेर्नु साथीहरु, मेरो चाहिँ पाकेर रेडी पनि भयो। अनि मैले चाहिँ 4 टुक्रामा काटिदिएँ, खानालाई सजिलो हुन्छ नि त। म पनि चाख्नु पर्यो भनेको त साथीहरु, एक टुक्रा यस्तो मिठो भएको थियो साथीहरु। मेरो यो भिडियो फुल वाच गरिदिनु भएकोमा थ्यांक यू सो मच।